यति बेला हास्य कलाकार बलिउड सागर लम्साललाई ठुलै आरोप लागेको छ साथीहरू। यति बेला प्रहरीको हिरासतमा रहेका छन्। पीडितको उजुरी बिना नै प्रहरीको हिरासतमा रहेका बलेलाई हाल अमेरिका बस्दै आएकी एक युवतीले फेसबुक मार्फत आरोप लगाएकी हुन्। उनको भनाइ छ, 1 वर्ष अगाडि आफ्नै अपार्टमेन्टमा लगी बिरामीको फाइदा उठाउँदै उनले जबरजस्ती करणी गरेको आरोप चाहिँ फेसबुक मार्फत लगाएर र त्यही आधारमा चाहिँ आज पुलिसले उनलाई हिरासतमा लिएको छ साथी हो। के यो साँचो हो र त? 1 वर्ष अगाडि यदि जबरजस्ती करणी बलेले गरेकै थिए भनेदेखि उनले 1 वर्षसम्म के र बसेकी थिइन्? म पीडित भएँ, म माथि अन्याय भयो, मलाई जबरजस्ती करणी गरियो भनेर उनले चाहिँ मुद्दा किन दर्ता गरेनन्, मुद्दा किन हाल्न सकिनन्? र आज चाहिँ फेसबुकबाट उनले चाहिँ किन यस्तो आरोप लगाउँदैछन्? हुन त सत्य पनि हुनसक्ला, असत्य पनि हुनसक्ला, किनकि यो केस चाहिँ अब प्रहरीसम्म पुगिसके पछाडि सत्य तथ्य पक्कै पनि बाहिर आउँछ। र हाम्रो चाहिँ विचार के हो, भनाइ के हो भनेदेखि पीडित भइसके पछाडि, आफू अन्यायमा परिसके पछाडि 1 वर्षसम्म के र बसेको हुन्छ। र प्रायः जसो चाहिँ हाम्रो नेपालमा यो बलात्कार मुद्दाहरू तत्कालै नभइकन 1 वर्ष, 2 वर्ष, 3 वर्ष, कति भयो त 5, 7 वर्ष, 8, 10, 12 वर्षसम्म पनि पछाडि मुद्दा दर्ता गरेका हुन्छन् पीडितहरूले। अनि अर्को प्रश्न फेरि कलाकार बलेमाथि पनि उठ्छ। उनी विवाहित पुरुष, यति चर्चित कलाकार, के उनले त्यस्तो गरेका होलान्? यदि गरे भनेदेखि उनले चाहिँ आफ्नो भविष्य, आफ्नो कलाकारितालाई सोच्दै नसोच्दै त्यस्तो गरे होला नि त? के छ साथी हो, तपाईँहरूको विचारमा के लाग्छ? आफ्नो राय सुझाव दिउँ त। के हो यो सत्य तथ्य, के होला? कि बलेलाई पनि फसाउन खोजिएको हो? हुन पनि सक्छ, अहिलेको जमानामा जे पनि हुनसक्छ। आफ्नो विचार पोखौँ है।